एक्सक्युज मी म्याम, सुन्नुहोस् न, यो रेसिङ ट्र्याक हो? हजुर हो। वाउ, म त ठुलो फ्यान हो यसको। ए हो, म पनि। ए अनि तपाईँ त दुबई रियल एस्टेटमा काम गर्नुहुन्छ होइन? हजुर। मलाई यस्तै सेम भ्यू देख्ने एउटा अपार्टमेन्ट मिलाइदिनुहोस् न। कति हो तिम्रो बजेट? 1.5 मिलियन। ए आऊ अपार्टमेन्ट हेर्न अहिले नै। आऊ आऊ, यो रहेको छ तिम्रो 1 बेडरुम अपार्टमेन्ट, जहाँ यो रहेको छ तिम्रो ओपन स्टाइल किचन विथ डाइनिङ एरिया। अनि भ्यू खोइ त, भ्यू चाहियो के? रुक रुक, पहिला यो रुम हेरौँ। यो चाहिँ स्टडी रुम रहेको छ, जसलाई चाहिँ तिमीले अफिस रुममा पनि कन्भर्ट गर्न सक्छौ। र यो रहेको छ तिम्रो स्पेसियस लिभिङ रुम, र यो रहेको छ तिम्रो मास्टर बेडरुम विथ अट्याच वासरुम। र आऊ अब फाइनली तिम्रो भ्यू हेरौँ। यो रहेको छ तिम्रो फेभरेट भ्यू, रेसिङ ट्र्याकको भ्यू। अब भन तिमीलाई कुन फ्लोरमा चाहियो? फर्स्ट फ्लोर, सेकेन्ड फ्लोर, थर्ड फ्लोर, 30th फ्लोर? 13 फ्लोर। अहिले म तपाईँलाई कति दिउँ? अनि तिमीलाई थाहा छ तिमीले 1.5 मिलियन एकैचोटि पेमेन्ट गर्न पर्दैन। तिमीले यता पाउँछौ 30/70 को पेमेन्ट प्लान, जहाँ चाहिँ सुरुमा तिमीले 5% पेमेन्ट गरेर बुक गर्न सक्छौ, जहाँ चाहिँ 35 लाख नेपाली रुपिसको अमाउन्ट दिएर तिमीले बुक गर्न सक्छौ। त्यसपछि बाँकीको मन्थली इन्स्टलमेन्ट बिस्तारै बिस्तारै पे गरेर 70% चाहिँ ह्यान्डओभरको टाइममा पे गर्न पर्छ, जुन चाहिँ तिमीले इजिली मर्गेज गराउन सक्छौ। ल बुक गरिदिनुहोस् न त। कम